यो फर्म भर्दाखेरि विद्यार्थीहरू जो तपाईहरु रुम शेयर गरेर बस्नु भएको छ, एउटै रुममा 2 जना 3 जना हैन, अब 4 जना पनि बस्नु भएको छ होला। त्यो मान्छेहरुले चाहिँ नि कसरी लेख्ने, सबैमा एउटैमा लेख्ने हो कि भनेर सोध्नु भएको छ मलाई। त्यसरी होइन, तपाईहरुको स्याक्समा जुमिङ होमा चाहिँ तपाईहरु सेताइनुसी भनेको तपाईको मुली, घर मुली को हो त भनेर एउटा तौरो गरे हुन्छ हैन। जुमिङ होमा चाहिँ सेताइनुसी को हो भनेर लेखेको हुन्छ। हरेक तपाईं साथीको तपाईं जति जना बस्नुहुन्छ उहाँहरु सबैको सेताइनुसी फरक फरक भएर जुमिङ हो आउँछ हैन। भनेपछि तपाईहरुले फरक फरक भरेर पठाउनु पर्छ, एउटै फर्ममा भरेर पठाउनु हुँदैन है, भरेर पठाउनु मिल्दैन तपाईहरु किनभने तपाईहरु परिवार होइन। तपाईहरु अहिले बस्नु भएको छ, रुम शेयर गर्नु भएको छ, केही जाइते किनी चाहिँ तपाई अहिले गाह्रो अप्ठ्यारो परेर शेयर गरेर केही सस्तोको लागि चाहिँ रुम शेयर गर्नु भएको हो हैन, केही सस्तो हुन्छ भनेर। तर तपाईहरु चाहिँ यस्ता गियोसे सरुहरू लेख्दाखेरि चाहिँ तपाईको छुट्टै लेख्नु पर्ने हुन्छ। तपाई छुट्टै सेताइनुसी हो भने तपाईको साथी छुट्टै सेताइनुसी हो, घर मूल्य फरक फरक भनेर तपाईको जुमिङ होमा स्याक्समा तौरोको भएको हुन्छ। त्यो भएको भएर धेरैले सोध्नु भएको छ, तपाईले बनाएको भिडियो छ परिवारहरुको लागि रहेछ, परिवार भएकोले भर्ने रहेछ, हामी रुम शेयर गरेर बस्नलाई त हैन रहेछ भनेर सोध्नु भएको प्रश्नलाई म यो भिडियोबाटै म तपाईलाई के भन्छु भने तपाईले भनेको ठिकै हो। तपाई चाहिँ र अनि अर्को साथीले पनि सोध्नु भएको छ हामी रुम शेयर बसेकोले चाहिँ कसरी भर्ने हो भनेर भन्नु भएको छ। उहाँहरुले धेरै त्यस्तो नजानेको भाइ बहिनीहरु भर्खर आएको हुनुहुन्छ होला, उहाँहरुले चाहिँ छुट्टै भर्नु होला यो फर्म, छुट्टै भर्नु होला। र भर्ने तरिका जान्नु भएन भने भन्नु होला। मैले 2-3 टा मैले भनिसकेको छु, बताइसकेको छु, खासै गाह्रो केही छैन। तपाईको 5 नम्बरमा चाहिँ तपाईको चाहिँ अब नाम लेख्नु पर्ने ठाउँमा तपाई 1 नम्बरमा मात्रै नाम लेख्नु होला हैन। 2 नम्बर 3 नम्बर 4 नम्बरमा तपाईहरु एक्लै हुनुहुन्छ भने नलेखे पनि हुन्छ। तपाईको नाम लेख्नुस् अनि तपाईको अब सेबेजु के हो, ओतोको ओन्ना के हो त्यो लेख्नुस्। त्यसपछि गएर 6 नम्बरमा गएर तपाईको अब सेताइनुसी हो कि तपाई आफै सेताइनुसी हुनुहुन्छ तब तपाई सेताइनुसीको ठाउँमा लेख्नुस्। त्यसपछि गएर तपाईले डेट अफ बर्थ लेख्नु पर्ने हुन्छ। अब तपाईको डेट अफ बर्थ चाहिँ तपाईको अब निसिरिकीमा गरे पनि हुन्छ, सेवामा गरे पनि हुन्छ, हेइसेमा गरे पनि हुन्छ। तपाईले जेमा मन लाग्छ त्यसैमा तपाईले लेख्न सक्नुहुन्छ। अनि हाइगुसिया आरी नासीमा अब तपाईको पक्कै पनि हाइगुसिया नासी हुनुपर्छ, किनभने तपाई रुम शेयर गरेर बस्नु भएको छ भने नासी गर्नुस्। 9 नम्बरमा चाहिँ तपाईले गएर चाहिँ अब गाईको गुमा गोलो लाउनुस् र त्यसपछि नेपारू भनेर लेख्नुस्, नेपाल लेख्नुस्। त्यसपछि गएर गेन्जाइन बास्योनी सुन्दैरु कि खान तपाई कहिले आउनु भएको जापान, कहिलेदेखि आएर तपाई त्यो ठाउँमा चाहिँ कहिलेदेखि बस्दै हुनुहुन्छ त्यो ठाउँको तपाईको समय लेख्नु होला। र 11 नम्बरमा चाहिँ तपाईले चाहिँ अहिले तपाईको चाहिँ गोनेन माए रेवा निनियन जिउगाजी चुइदाजी निवा दोकोनी सुन्दै मासिताका भनेर तपाईको चाहिँ यदि तपाईले चाहिँ 10 नम्बरमा चाहिँ तपाईले गेन्जाइ सुन्दैरु बासियोको ठाउँमा हेर्नुभयो भने तपाईले जुत्तो लेख्नु भएको छ भने सुस्से तोकीकारा मा लेख्नु भएको छ भने उरागावे जानी। नत्र अब 1 वर्षदेखि 1 वर्षभन्दा कम छ, 5 वर्षभन्दा यदि छ भने 11 मा जा भनेर भन्छ। 10 वर्षदेखि 20 वर्षसम्मको पर्नु भएको छ भने उरागावा जा भनेर भनेको छ हैन। उरागावा भनेर भन्छ त्यो लेख्नु पर्दैन। तपाईले चाहिँ अब त्यसरी चाहिँ इचिनियन मिमान हो भनेदेखि चाहिँ जिउइचीमा लेख्नु पर्यो। जिउइचीमा लेख्ने बित्तिकै तपाईको यहाँ चाहिँ अब 5 वर्ष अगाडि त कहाँ थिइस् भनेर भन्ने हुन्छ। तपाई यदि अब गोनेन माए चाहिँ तपाईको अब तपाई जापानमै आउनु भएको थिएन भने तपाईले चाहिँ के लेख्नु पर्यो भन्दाखेरि चाहिँ तपाईले गाईको कुमा भनेर लेख्नु पर्यो हैन। गाईको कु छ, गाईको कुमा टिक लाउनु होला। र त्यसै गरेर 12 नम्बरमा छ तपाईको 12 नम्बरमा चाहिँ तपाईले रेवा नानानियनको कुगाजीबाट 24 तारिखसम्म चाहिँ 24 तारिख कुगाजु निजी योक्खाकारा सान्जु निची मादेन इस्यु खान्नी सिगोतो सिमास्ताका भनेको छ। अब तपाईँ ओ पनि सिगोतो गरेको सिगोतो अथवा गाक्को नि चुगाक्को नो खाता वरा सिगोतो